ज्ञान बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरूलाई सम्मानसहित भव्य स्वागत। बाँकेको कोहलपुर स्थित ज्ञान बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। क्याम्पसको आयोजनामा तथा द्वितीय वर्षका विद्यार्थीहरूको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रमले नयाँ विद्यार्थीहरूमा क्याम्पस जीवनप्रति सकारात्मक ऊर्जा र उत्साह थपेको देखिएको छ। कोहलपुर 12 स्थित सुनाखरी होटलमा आयोजना गरिएको कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई खादा तथा अबिर लगाएर आत्मीय स्वागत गरिएको थियो। कार्यक्रम केवल औपचारिक स्वागतमा सीमित नभई अनुभव आदान प्रदान, प्रेरणादायी मन्तव्य र सांस्कृतिक प्रस्तुतिहरूको संयोजनका रूपमा प्रस्तुत भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख टेक बहादुर गुरुङले क्याम्पसका भावी योजना, शैक्षिक लक्ष्य तथा विद्यार्थी मैत्री वातावरणबारे प्रकाश पार्दै नयाँ विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन आग्रह गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षासँगै अनुशासन र मेहनत नै सफलताको आधार भएको उल्लेख गर्नुभयो। त्यसैगरी क्याम्पसका अध्यक्ष ज्ञानेन्द्र खनालले उत्कृष्ट शैक्षिक संस्था रोजेकोमा नवप्रवेशीहरूलाई धन्यवाद व्यक्त गर्दै क्याम्पसले हासिल गर्दै आएको राष्ट्रिय स्तरको उत्कृष्ट नतिजालाई निरन्तरता दिन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। कार्यक्रममा शिक्षा शास्त्र संकाय विभाग प्रमुख तथा प्राध्यापक भीम प्रसाद खरेल लगायत विभिन्न अतिथि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। स्नातक तह बीबीएस दोस्रो वर्षकी छात्रा भावना पुन मगरको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम विद्यार्थीहरूले नै सञ्चालन गरेका थिए। कार्यक्रममा द्वितीय वर्षका विद्यार्थीहरूले आफ्ना अध्ययन अनुभवहरू साझा गर्दै नव आगन्तुकहरूलाई क्याम्पसको शैक्षिक तथा सामाजिक परिवेशबारे जानकारी गराएका थिए। विद्यार्थीहरूले नृत्य, गीत, गजल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गर्दा कार्यक्रम स्थल उत्साहपूर्ण बनेको थियो। यस्ता गतिविधिले नयाँ र पुराना विद्यार्थी बीचको दूरी घटाउँदै आत्मीय सम्बन्ध विकास गर्न सहयोग पुगेको आयोजकको विश्वास छ।